Headliners. नमस्कार, रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा यहाँलाई स्वागत छ। कार्यक्रम लिएर आज म श्रीकृष्ण नेउपाने आएको छु। हरेक दिन यसै समयमा आधा घण्टा प्रसारण हुने यो कार्यक्रममा हामी समसामयिक विषयमा सम्बन्धित अतिथिसँग छलफल गर्दै आएका छौँ। आज मैले कार्यक्रममा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवड़ालाई निम्ति आएको छु। कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि आजका अतिथि सामु कुनै प्रश्न या जिज्ञासा राख्न मन लागे हाम्रो स्टुडियोको टेलिफोन नम्बर 01-519-2076 519-2076 मा टिपाउनुहोला। तर कार्यक्रमका दौरानमा उठिसकेका प्रश्न भने नदोर्याइदिनुहोला। त लागौँ आजको विषयवस्तुतर्फ। मुलुकले संहिताको अभ्यास गरेको पनि 8 वर्ष भइसकेको छ, तर संहितालाई सघाउने कानुन दिन नसक्दा प्रदेश सरकार संविधानले परिकल्पना गरे जस्तो चल्न सकेको देखिँदैन। संहितालाई सबलीकरण र व्यवस्थित गर्न बनाउनु पर्ने कानुन विभिन्न संसदीय समितिमै अल्झिएका छन्, त्यही रोकिएका छन्। जस्तो कि संघीय निजामती सेवा ऐन, प्रहरी समायोजन ऐन जस्ता कानुन अझै पनि समितिभित्रै घुमिरहेका छन्। समयमै ऐन पारित नहुँदा प्रशासनिक, नीतिगत र व्यावहारिक समस्या पनि त्यस्तै छ। ऐन समयमै नआउँदा संघीय संरचनाको कार्यान्वयनमाथि नै अवरोध भएको छ। कर्मचारी समायोजन हुन सकिरहेका छैनन् भने प्रदेश र स्थानीय तहको स्वायत्ततामा पनि बाधा भइरहेको लगायतका थुप्रै उल्झनहरू देखिएका छन्। यस्ता महत्त्वपूर्ण विधेयकहरूमा समितिले समयमै निर्णय गर्न किन सक्दैन? उनीहरूको ढिलाइका कारण त्यस्ता महत्त्वपूर्ण विधेयक संसदमा पुग्न सकिरहेका छैनन्। अहिले समितिभित्र भइरहेका विवाद, बहस र ढिलाइ लगायतमा आजको छलफल केन्द्रित गरेको छु र यसै विषयमा संवाद गर्न समिति सभापति रामहरि खतिवड़ा अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सभापतिज्यू, गुड मर्निङ। नमस्ते। नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। धेरै धेरै धन्यवाद। हजुर, तपाईँ नेतृत्वको समितिले आफ्नो जिम्मेवारी समयमै पुरा गर्न सकेको छैन भन्ने आलोचना छ। तपाईँले त्यो आलोचना सुन्नु भएको छ? अब सबै कुराहरू सुन्छौँ हामी, राम्रा नराम्रा सबै कुरा सुन्छौँ। तर तपाईँलाई अनुरोध गरेँ, राज्य व्यवस्था तथा सुशासन समितिमा हामी आइसकेपछि धेरै पहिलादेखि रहेका भ्रष्टाचार सम्बन्धी विधेयकलाई संसदमा पुर्याइसकेका छौँ। त्यो पास भइसक्यो। त्यस्तै संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी 76 सालको थियो, त्यो पनि हामीले संसदबाटै पारित गरिसक्यौँ। अध्ययन अनुगमन भन्ने एउटा विधेयक थियो, त्यसलाई पनि हामीले राज्य व्यवस्था समितिबाट पारित गरेका थियौँ। भनेपछि केही विधेयकहरू भ्रष्टाचार सकेर अख्तियारको विधेयक थियो, अख्तियारको विधेयक लास्ट चरणमा केही कुराहरू अलिकता सहमतिमा निर्माण गर्नुपर्ने हुन्छ। जुन कुराहरू अख्तियारको विधेयकको बारेमा अलिकता केही हामी छलफल गर्नुपर्ने जरुरी छ। उपसमितिले रिपोर्ट दिएको छ, उपसमिति गठन गरेको थियो। रिपोर्टमा केही कुराहरू छन्। अख्तियारमा मुद्दा परिसकेपछि कति समयसम्म अख्तियारले त्यसलाई सट आउट गर्ने, मुद्दा चल्ने अथवा नचल्ने निर्णय गर्ने भन्ने विषय टुङ्गोमा पुगेको छैन। अदालतमा सर्टेन समयभित्र क्लियर मान्छेले न्याय पाउने नपाउने अदालतले क्लियर गरे चाहिँ अख्तियारमा पनि सधैँ धाइरहने पद्धति अन्त्य गर्नुपर्छ भन्ने धारणा छ। त्यही भएर केही कुराहरू बाँकी भएर रहेको छ। जहाँसम्म निजामती विधेयकको कुरा गर्नुभयो, निजामती विधेयक धेरै महत्त्वपूर्ण विधेयक। संविधान पछाडि सबभन्दा महत्त्वपूर्ण विधेयक कुनै थियो भने अहिले निजामती ऐन थियो र त्यसलाई हामीले 5-6 महिना नै लायौँ। धेरै मेहनतका साथ गएछौँ। हामी विज्ञहरूसँग बस्यौँ, छलफल गऱ्यौँ, सबै संवैधानिक परिषदका साथीहरूसँग बसेर छलफल गऱ्यौँ, सबै पोलिटिकल पार्टीका प्रमुख सचेतकहरूसँग गऱ्यौँ, पूर्व मुख्य सचिवहरूसँग गऱ्यौँ, लोकसेवा आयोगसँग छलफल गऱ्यौँ, उपसमिति निर्माण गऱ्यौँ। झन्डै 22वटा उपसमितिको बैठक बस्यो, समितिकै बैठक 20-22वटा बस्यो र हामी अन्तिम चरणमा उपसमितिको रिपोर्ट सहित प्रवेश गरेका छौँ। अब केही साना कुराहरू 2-3वटा कुरा मात्रै बाँकी छन्। त्यो पनि हामी अहिले सङ्घीय मामिला मन्त्री काठमाडौँ बाहिर हुनुहुन्छ। मलाई लाग्छ 1-2 दिनमै उहाँ आइसकेपछि यो विधेयक जान्छ। जसले वर्षौँदेखि अड्किएको तपाईँले भने संहिता कार्यान्वयनसँग जोडिएका कुराहरू अब त्यो एउटा बाटो खुल्ने विश्वास हामीले लिएका छौँ। त्यो सँगसँगै तपाईँले प्रहरी समायोजनका कुरा गर्नुभयो। विधेयक असाध्यै धेरै पहिलादेखि बाँकी भएका र अहिले पनि आएकाले हामी यसलाई पनि छिट्टै अब प्रारम्भ गर्छौँ। त्यो सँगसँगै अहिले निर्माण सामग्री सम्बन्धी विधेयक पनि छ र नागरिकता विधेयक पनि छ हामीसँग। आमाको नाउँबाट नागरिकता दिन पाउने,
त्यो विधेयक हामी केही दिनमै त्यो पनि अगाडि बढाउँछौँ। विधेयक मात्र पनि भएन, सुशासन भनिसकेपछि अरू कुराहरू पनि आउँछन्। बेला बेलामा देशमा घटेका घटनाहरूका बारेमा, राजनीतिक परिस्थितिका बारेमा, अरू बारेमा पनि हामीले विभिन्न मन्त्रीहरूसँग बसेर छलफल गरेका छौँ र आफ्नो ड्युटीलाई राज्य व्यवस्था सुशासन समितिका सबै साथीहरूले इमान्दार साथ पुरा गर्नुभएको छ। जुन समितिमा आउँदा साथीहरू राजनीतिक पार्टीभन्दा माथि उठेर हामीले भनेका छौँ, जातिभन्दा माथि उठेर त्यसमा पोलिटिकल गन्ध नआउने, कुनै पार्टीको गन्ध नआउने र एउटा समितिको धारणा आउने गरी उपस्थित हुनुभएको छ। सबै सिनियर साथीहरू हुनुहुन्छ, म सबैलाई धन्यवाद दिन्छु र सबैको धेरै मेहनत छ र वर्षौँदेखि निर्माण हुन नसकेका काम हामीले अन्तिम चरणमा पुर्याएका छौँ। यहाँले जुन हिसाबले भन्नुभयो, हामीले पनि सरस्वती बाहिरबाट हेर्दा, रिपोर्टिङ गर्दा के देख्छौँ भने कहिलेकाहीँ यहाँहरूको गणपूर्वक सङ्ख्या नपुगेर बैठकहरू स्थगित भएका छन्, जुन गम्भीरताका साथ हामीले छलफल गरिरहेका छौँ भनिराख्नु भएको छ यहाँले। अनि कतिपय अवस्थामा जुन विषयमा चाहिँ स्वार्थ केन्द्रित समूहहरूको पनि अलिकति प्रभाव परेको देखिन्छ। जस्तो कर्मचारी सङ्गठनहरूले पनि आफ्ना हित अनुकूलका प्रावधान राख्न दबाब दिँदाखेरि पनि सहमति जुट्न नसकेको देखिन्छ। यस्ता किसिमका स्वार्थ समूहहरू किन हाबी भइरहेका छन् समितिका बैठकहरूमा? वास्तवमै त्यो हुँदो रहेछ, तपाईँले भनेकै कुरा सत्य हो। तर एउटा तपाईँलाई अनुरोध गरौँ, राज्य व्यवस्था तथा सुशासन समितिमा कोरम नपुगेर कहिल्यै पनि हाम्रो बैठक स्थगित गर्नु परेको छैन। हामी अहिलेसम्म 70-72वटा मिटिङ बसेका छौँ। सबै साथीहरू उपस्थित हुनुभएको छ, म सबैलाई धन्यवाद दिन्छु। यसको गहनता र विशेषताको बारेमा सबैलाई जानकारी छ, सबै सिनियर नेताहरू हुनुहुन्छ। एउटा मलाई त्यहाँ खुसी के लागिरहेछ भने 2048 सालदेखि संसदमा उपस्थित भएका र कानुन निर्माणमा सहभागी भएका धेरै मान्यहरू खुसी हुनुभएको छ। यसरी कानुन बनाउने कुरामा न्यूनतम रूपमा छलफल कम भएको थियो, यसचोटि राम्ररी भएको छ भन्ने कुरा उहाँहरू हुनुहुन्छ। तर कानुन निर्माण यस्तो विषय रहेछ, सबैका कानुन चाहियो भन्ने पनि हुन्छ सबै, तर आफ्नै लागि चाहियो भन्ने प्रवृत्तिको विकास भएको छ। कसैलाई म के हुँदा फाइदा हुन्छ, मुलुकका लागि, हाम्रा सन्ततिका लागि, भविष्यका लागि, हामी सबैका लागि यो कानुन निर्माण होस् भन्दा पनि यो कानुन निर्माण भएपछि मलाई कति फाइदा हुन्छ भन्ने स्वार्थ समूह केन्द्रित हुन्छ। दबाबहरू आउँछन् नै, सबै सेक्टरबाट आउँछन्। तपाईँलाई अनुरोध गरौँ, अफिसमा जाने बेला त्यस्तै हुन्छ, घेराउ हुन्छ, बाटामा त्यस्तै हुन्छ, ठाउँ ठाउँमा त्यस्तै हुन्छ, फोनहरू यो हुन्छ नै। तर हामीले कानुन निर्माण गर्दाखेरि हाम्रो व्यक्तिगत स्वार्थमा केन्द्रित नभएर कसलाई फाइदा हुन्छ, कसलाई घाटा हुन्छ त्यो हेर्ने होइन। हामीले समग्र मुलुकलाई यो गर्दाखेरि फाइदा हुन्छ हुँदैन, भविष्यमा यसको प्रभाव के पर्छ भनेर निर्माण गर्नुपर्छ। अहिले तपाईँले भनेको कुराहरू हो, आफ्नो व्यक्तिगत फाइदाका लागि, स्वार्थका लागि मलाई यो कानुन निर्माण भएपछि कति फाइदा हुन्छ व्यक्तिगत रूपमा, मेरो समूहलाई कति फाइदा हुन्छ व्यक्तिगत रूपमा, त्यसमा केन्द्रित हुने हुन्छ। त्यसैले त कानुन निर्माण गर्न समय लाग्दो रहेछ, बडा अप्ठ्यारो हुँदो रहेछ। भनेपछि यहाँले पनि त्यस्ता किसिमका दबाबहरू झेल्नु भएको छ समितिको सभापतिको रूपमा, त्यो अनुभव यहाँले लिनुभयो हैन? कति गाह्रो हुन्छ, एउटा साथीलाई एउटा कोठा लगौ कुरा गरौँ, अर्को साथीलाई अर्को लगौ, विवादहरू गरिदिएको हुन्छ, छुट्ल पारेको हुन्छ मिलाएका कुराहरूलाई। अन्तिममा आएर एउटाले एउटा कुरा गरिदिन्छ, अर्कोले अर्को कुरा गरिदिन्छ, अनि विवाद बाहिर ल्याइदिने, छताछुल्ल बनाइदिने, कतिपय बनिसकेका कुराहरू, निर्माण भइसकेका कुराहरू, सहमति भइसकेका कुराहरू त्यहाँ आएर छताछुल्ल हुने प्रवृत्ति हुन्छ। त्यसैले यसलाई सबैको बनाउनका लागि सबैसँग एकदम समदुरी राखेर, सबैसँग सद्भाव राखेर, सबैसँग मित्रवत व्यवहार राखेर काम गर्नुपर्ने जरुरी छ र हामी त्यही गर्छौँ। तर व्यक्तिगत स्वार्थमा केन्द्रित भएर कसैलाई फाइदा र कसैलाई घाटा हुने गरी होइन, समग्र मुलुकलाई यसको प्रभाव के पर्छ भनेर हामीले हेर्नुपर्छ र त्यही हेरेर अगाडि बढेका छौँ। अब यहाँले यसो भनिरहँदाखेरि समितिमा चाहिँ हामी दलभन्दा पनि माथि उठेर, जातीयताभन्दा पनि माथि उठेर छलफल गरिरहेको छौँ भनिरहँदाखेरि समितिका निर्णयहरूमा दलगत स्वार्थ अझ बढी भनौँ भने राजनीतिक प्रभाव हाबी हुने गरेको आरोप त यहाँबाट लागेकै छ। तपाईँलाई पनि व्यक्तिगत रूपमा अलिकति बढी व्यक्तिगत स्वार्थमा समिति चलाउन खोज्नुभयो भन्ने तपाईँकै पार्टीले पनि आरोप लगाएको छ। यस्ता आरोपहरू किन लाग्छन् त? के आरोप लाग्छ? जस्तो कि तपाईँले त्यो तपाईँको सन्दर्भ बाहिरको सहकारी ठगी प्रकरणमा जसरी त्यति बेला रवि लामिछानेलाई समितिमा बोलाउने भयो, छलफल गर्नुभयो, त्यति बेला त तपाईँ माथि पनि पार्टीले चाहिँ तपाईँको भूमिकामाथि प्रश्न त उठाएको थियो। म एउटा अनुरोध गर्न चाहे, हामीले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्न बोलाएका थियौँ, गृह सचिव र प्रहरी प्रमुखलाई बोलाएका थियौँ।
गृहमन्त्रीलाई आमन्त्रण गरिएको थिएन, तर गृहमन्त्री पदेन सदस्य हुनुहुन्छ। पदेन सदस्य भएको मान्छे जहिले पनि आउन सक्नुहुन्छ। प्रधानमन्त्री पदेन हुन्छ, रक्षा मन्त्री पदेन हुन्छ, सामान्य प्रशासन मन्त्री पदेन हुन्छ, अरू साथीहरू पदेन भएका मान्छे जतिखेर पनि। तर स्पेसल कसलाई बोलाएको छ भन्ने कुरा थियो। उहाँ आइदिनु भयो, उहाँले भन्नुभयो म आउँछु, मन्त्री आउँछु भनेपछि नाइ भन्ने कुरा भएन। उहाँलाई बोल्ने कार्यक्रम थिएन, म थोरै बोल्छु भन्नुभयो, बोल्न पनि दिएकै हो। त्यो व्यक्तिगत स्वार्थ केही थिएन हाम्रो। तर अब मन्त्री आउँछु भनेर बोल्छु भनिसकेपछि त्यहाँ नदिने कुरा हुँदैन। समितिमा पदेन सदस्य हो, अरू सदस्यले जस्तै उहाँले बोल्नु भएको, त्यसमा कुनै व्यक्तिगत स्वार्थ, कसैको पार्टीको इन्ट्रेस्ट बेगर अथवा पार्टीको इन्ट्रेस्ट सहित उहाँको त्यो मिटिङ बोलाइएको थिएन। मिटिङ बोलाइएको तर समग्र रूपमा छलफल गर्न बोलाइएको थियो। उहाँहरूलाई त्यतिखेर के भएछ भने सहकारी ठगी सम्बन्धी प्रकरणमा भनेर उहाँहरू आउनुभयो। हामीले अरू नै विषयमा त्यो विषयमा छलफल गर्न गएका छौँ। आउँदाखेरि आइजिपी र पोखराको तत्कालीन अवस्थाको एसपीलाई शुद्ध ल्याएर बकाउन खोज्नु भएको थियो। त्यो हामीले हुन दिउन। भएको त्यही हो, व्यक्तिगत स्वार्थ पनि छैन, पार्टीले हराएको पनि होइन यसो गर उसो गर भनेर। हाम्रो पार्टी सभापति यति सहज हुनुहुन्छ, म धन्यवाद पनि दिन चाहन्छु। कहिले हस्तक्षेप केही गर्नुभएको छैन। राम्रो कानुन बरोस्, राम्ररी चलोस् भन्ने धारणा छ, त्यही अनुसार गएका छौँ। त्यो पार्टीको हस्तक्षेप पनि होइन र हामीले बोलाएर आउनु भएको पनि थिएन त्यतिखेर। तर पनि त संसदको समितिको बैठक कसरी चलाउने, त्यसमा के विषय प्रवेश गराउने भन्ने कुरा हामीले पहिलेबाटै सूचनामा दिएका हुन्छौँ। यो विषयमा यो छलफल हुन्छ भनेर त्यो सूचना जारी गर्दैखेरि त्यो आएको हुन्छ। त्यो जानकारी सबैलाई थियो। अहिले पछिल्लो समय समितिका बैठकहरूमा सञ्चारकर्मीको भिडभाड भयो, प्रवेश रोक्नुपर्छ भनेको पनि सुनियो। समितिका छलफलहरू त पारदर्शी हुनुपर्ने हो नि, होइन र? अब बन्द कोठामा गरिने छलफलले कस्तो सन्देश दिन खोज्दै हुनुहुन्छ तपाईँहरू? तपाईँलाई एउटा कुरा भनौँ, हामी स्वतन्त्र पत्रकारिता र मिडियालाई बाहिर राखेर सबै कुरा हुन्छ भन्ने होइन। जसले कतिपय कुराहरू उजागर गर्छ, हामीलाई कानुन निर्माण पनि सहजता हुन्छ। हामीलाई कतिपय विषयमा तपाईँको चाहिँ त्यसले फाइदा पनि गर्छ, हामीलाई कमी कमजोरीहरू औलाउँछ। यो सबभन्दा सुन्दर पक्ष हो। तर कतिपय विषय यस्ता हुन्छन् जति विषयमा कानुन निर्माण गर्दा वा अन्य बेलामा कतिपय मान्छेहरू मिडियाको अगाडि खुलेर नबोल्ने, सबै कुरा मिडियामा जाँदाखेरि देशको तपाईँका शान्ति सुरक्षाका कुराहरू, अरू संवेदनशील कुराहरू सुरुमै लिक आउट हुने सम्भावनाहरू पनि हुन्छन्। हामीले कतिपय संवेदनशील विषयमा आपसमा यसलाई अनौपचारिक छलफल गर्नुपर्ने पनि हुन्छ। औपचारिक अनौपचारिक सबैमा होइन, कहिलेकाहीँ उपसमितिको बैठक बस्दा अनौपचारिक छलफलमा मिडियाहरू प्रवेश गर्न पाएनन् होला। हामीले समितिमा जस्तै उपसमितिमा पनि दिनै पछि मिडिया राखेर छलफल गरेको भएदेखि जति छिटो परिणाम आउनुपर्ने हो त्यति छिटो परिणाम पनि आउँदैन थियो। तर एउटा शाश्वत सत्य कुरा के हो भने मिडिया देखेपछि नेतृत्व वर्ग उग्र कुरा गर्ने, प्रशासनिक वर्गबाट सत्य कुरा नआउने कुरा हुन्छ। उहाँहरू अलिक खुलेर कुरा गर्नुहुन्न। नेतृत्व वर्ग अथवा राजनीतिक वर्ग चाहिँ बाहिर यी कुरा हुन् र क्या बात कस्तो मिठो बोलो जस्तो आवासका कुराहरू ल्याउन चाहन्छ, पपुलिजमका कुराहरू ल्याउन चाहन्छ। सत्य कुरा भन्दाखेरि आफू के गर्दाखेरि तपाईँको भाइरल हुन्छ भन्ने इस्युहरू बढ्न थाल्छन्। त्यसले कुनै कुनै मिटिङमा मिडिया पनि सहभागी नभएको हो। उपसमितिका मिटिङहरूमा केही समयमा हामीले गऱ्यौँ। कतिपय अनौपचारिक मिटिङहरू बस्नुपर्ने हुन्छ, त्यतिखेर अनौपचारिक मिटिङ बस्दाखेरि मिडियाहरू नआएको होला, नभए समितिका मिटिङमा प्रायः जसो मिडियाहरू उपस्थित। अब त्यस्तै समितिले अब गर्ने निर्णय भनेको त जनताका लागि नै गर्ने निर्णय हो। यहाँले निर्णय गर्दा हामी ल्याउँछौँ। निर्णय गर्दा जनताका रायलाई समावेश गर्ने अभ्यास चाहिँ अलिकति नेपालका संसदीय अभ्यासमा देखिएन भन्ने जुन गुनासो छ, उनीहरूको राय पनि त समावेश गर्न सकिन्थ्यो होला। त्यो अभ्यासलाई बढाउन किन हामीले गरेका छौँ। केही साथीहरूलाई अझ हामीले त पब्लिकमा गएर पनि हामीले त्यो मात्र होइन, कतिपय इस्युहरूमा पत्र पठाएर जानकारी लिएका छौँ। कतिपय प्रदेशका लोकसेवा छ, हामीले पत्र ल्याउँ। प्रदेशका मुख्य सचिवहरू छ, हामी ती पुग्यौँ जानकारी लियौँ। हामीले कतिपय कुराहरू लोकसेवामा पदाधिकारीहरू बस्दाखेरि पनि हामीले कतिपय फर्मल इन्फर्मल दुइटै कुराहरूमा यी इस्युहरूमा बाहिर जाने, यी इस्युमा बाहिर नजाने भन्ने इस्युहरू हुन्छन्। कतिपय संवेदनशील विषय मात्र हामीले मिडियालाई बाहिर राखेका छौँ। तर एउटा राम्रो पक्ष के हो भने
हाम्रा कमी कमजोरी सबै जनताका बीचमा ल्याइदिन्छ र हामीले के सुधार गर्नुपर्ने रहेछ, कानुनमा कुन कुराहरू सुधार गर्नुपर्ने रहेछ, ती कुराहरू पब्लिकमा ल्याइदिँदा अझ फाइदा हुन्छ कानुन निर्माणमा। त्यो बाटोमा हामीले मिडियालाई साथमा लिएर गएका छौँ। अनि जस्तो यहाँले भन्नुभयो उपसमितिका साथीहरूले पनि काम गरिराख्नु भएको छ, विभिन्न विधेयक निर्माण क्रममा छलफलका लागि उपसमिति बनाइएको छ भनिरहँदा उपसमितिहरूले चाहिँ समितिलाई समय सीमाभित्र प्रतिवेदन पेश गरेका छन्, त्यो हिसाबले सहयोग भएको छ? मलाई मेरो जस्तो निजामती विधेयकमा हामीले केही छलफल गरेर विज्ञहरूसँग छलफल गरेर संशोधनकर्ता मान्नेहरू झन्डै 143 जना हुनुहुन्थ्यो, 1583 वटा संशोधन प्रस्ताव थिए। त्यसमा बृहतै रूपमा हामीले छलफल गर्यौँ, 5-7 वटा मिटिङ सबै मान्य सदस्यहरू संशोधनकर्तासँग बस्यौँ। त्यसपछिबाट सबै तपाईँका संवैधानिक निकायका आयोगहरूसँग संवैधानिक आयोगहरूसँग बस्यौँ, विज्ञहरूसँग बस्यौँ, सबैसँग बस्यौँ। त्यो सँगसँगै उपसमितिलाई हामीले ल यदि समयभित्र तपाईँहरूले काम पुरा गरेर ल्याउनुहोस् भनेर हामीले टाइम दियौँ। 2-3 दिन ढिला भयो होला, हाम्रो उपसमितिले चाहिँ त्यो समयमा ल्याएको छ। उपसमितिले ल्याएका सबै कुरा जस्ताको तस्तै हामीले समितिमा राखेका छौँ। समितिले त्यसलाई काहीँ संशोधन गर्नुपर्ने हुन्छ, काहीँ थपगढ गर्नुपर्ने हुन्छ। समितिका साथीहरूले त्यसलाई संशोधन गर्नुपर्ने कुराहरूलाई संशोधन गर्ने, थपगढ गर्नुपर्नेलाई थपगढ गरेर पूर्ण मिटिङबाट पारित गरेर संसदमा लाने पद्धति हुन्छ। हामीले त्यसै गरी लगिराखेका छौँ। अनि अब यहाँको जुन समितिको नियमावली छ त्यो नियमावलीमा स्वतन्त्र विज्ञहरूको सहभागिता बढाउने कुरा अब अघि पनि हामीले उल्लेख गर्यौँ, जनताको रायलाई बढाउन, दलगत प्रभाव कम गर्नको लागि यो अहिले भइरहेको नियमावली पर्याप्त छ कि सुधार गर्नुपर्ने देख्नुहुन्छ? होइन, हामीले स्वतन्त्र विज्ञहरूलाई कहिलेकाहीँ बोलाएर छलफल गरेका छौँ। मैले अघि नै भने नि, औपचारिक रूपमा अनौपचारिक रूपमा हिजोका सबैलाई यो त हामीले छलफल गर्ने परम्परालाई कतिपय कुराहरू कानुन बनाउने कुरा सबै निर्वाचित सांसदलाई सुरुमै सबै कुराको जानकारी नहुन पनि सक्छ, पद्धति र प्रक्रिया थाहा नहुन पनि सक्छ। अझ यसलाई व्यवस्थित गर्न के गर्नुपर्छ भनेर संसदसँग संसदीय पद्धति अनुसार र नियमावलीसँग हामीले छलफल गरेर यसलाई अगाडि बढाएका छौँ। कतिपय कुरामा हामीलाई जानकारी भएन भने जानकारी लिने पद्धतिको विकास भएको छ। यो एकदम सुन्दर पक्ष हो। सबै कुरा हामी मात्रै जान्नेछौँ भन्ने पद्धति छैन। सबै कुरा कतिपय कुराहरू हामीले अरूबाट पनि सिक्नुपर्छ भनेर हामीले विज्ञहरूसँग बोलाउने, राय लिने, छलफल गर्ने, त्यसको निचोडहरू के हुन सक्छन् त्यसमा पनि क्रसिङ गर्ने। एउटा मात्र विज्ञ होइन, विभिन्न सेक्टरका विज्ञहरूसँग हामी छलफल गर्छौँ। त्यो तपाईँको मनोखुसी अनुसार होइन, त्यहाँ संसदमा हिजोसम्म भएका पद्धति र परम्पराहरूलाई कसलाई ल्याउँदा ठिक हुन्छ, को छन् यसका ज्ञाताहरू, त्यो विषयमा छलफल गरेर हामीले बोलाउने गर्छौँ। केवल सभापतिले अथवा कुनैले फलानु बोला भनेर होइन, हिजोका पद्धति र परम्परा हेरेर ल्याएर छलफल गराउने पद्धतिले यसलाई अझ दह्रो र अझ बलियो रूपमा प्रस्तुत हुने सम्भावना हुन्छ र हामीले अहिलेसम्म त्यही परम्परालाई अगाडि बढाएका छौँ। अब यो निजामती ऐनको विषयमा अहिले अलि बढी बहस भएको विषय चाहिँ यो अवकाशको समय र कुलिङ पिरियडमा देखिन्छ। यसमा चाहिँ यहाँहरूले कसरी यसलाई चाहिँ व्यवस्थित गरेर पास गर्ने तयारी गर्दै हुनुहुन्छ? अब यो कुलिङ पिरियड चाहिँ के छ भन्नुहुन्छ भने कतिपय राजनीति नेतृत्व र निजामती कर्मचारीहरू अन्तिम समयमा आएर साँठगाँठ गर्ने र त्यसको चाहिँ फाइदा नेसनले भन्दा व्यक्तिगत रूपमा लिने पद्धतिको विकास भएको पाइयो कतिपय ठाउँमा। कोही सचिव हुँदाहुँदै भोलिपल्ट चट्ट चाहिँ संवैधानिक निकायमा प्रवेश गर्ने, कोही मुख्य सचिव हुँदाहुँदै, कोही किनभने राजनीति नेतृत्वलाई खुसी बनाएर, राजनीति नेतृत्व खुसी भइसकेपछि 20-30 वर्ष यहाँ सेवा गरियो, पछि पनि कहाँ जाने भनेर हुने नहुने कामहरू राजनीति नेतृत्वसँग तपाईँको सहमति जनाउने, नहुने कामका लागि पनि सहमति जनाउने र त्यसको बेनिफिट आफू नियुक्तिमा जाने पद्धति भएकाले यसलाई कुलिङ पिरियड राख्नुपर्छ भन्ने धेरै साथीहरूको धारणा रह्यो। सरकार 1 वर्ष कुलिङ पिरियड राख्नका लागि तयार भएर आएको छ र समितिका धेरै साथीहरू यसलाई 2 वर्ष कायम गरौँ भन्ने पक्षमा हुनुहुन्छ। यसको कुरा अलिकता मिलिसकेको छैन, त्यसैले 1-2 दिन ढिला भएको। तपाईँको व्यक्तिगत रायमा चाहिँ 1 कि 2 ठिक होला त? मेरो चाहिँ व्यक्तिगत राय मैले 2 वर्ष राखेको छु, तर यो कतिपय संवैधानिक कुराहरूमा चाहिँ यसले लोकसेवा आयोगमा अथवा कूटनीतिक क्षेत्रमा कहीँ चाहिँ अलिकति समस्या आउने हुँदा यसलाई कसरी जाने भन्ने छ। मेरो व्यक्तिगत धारणा तर 2 वर्ष छ, तर समितिले जे गर्छ म त्यही निर्णयमा पुग्छु। समितिका बहुमत साथीहरूले गरेको निर्णय नै समितिको निर्णय हुनेछ। हामी सकभर एउटा सहमतिमा यसलाई पुगौँ र भोटिङको अवस्थामा नलैजाओस् भनेर यसलाई हामीले अलि
अझै छलफल गरिरहेका छौँ, अनौपचारिक छलफल पनि गरेका छौँ कुलिङ पिरियडको बारेमा। र यो अहिले 58 वर्ष लागू छ, त्यसलाई 60 वर्ष पुर्याउने अर्को कुरा छ। 60 वर्ष कसरी लाने भन्नेमा लोकसेवा आयोगले सुरुमा यसलाई 60 वर्ष लानका लागि एक वर्ष गरे हुन्छ भन्यो, पछिबाट आएर फेरि होइन, त्यो गर्दाखेरि लोकसेवा आयोगले जाँच लिने पद्धति नै रोकिने भयो भन्ने कुराहरू आए। र अहिले लोकसेवा आयोगले पहिलो 6 महिना गरौँ, अहिले जेठ असार मसान्तमा कोही मान्छे अवकाश पाउँदैछ भने त्यो स्वतः पाउँछ। असारसम्मको विज्ञापन लोकसेवाबाट भइसकेको छ। साउन 1 गते कोही अवकाश पाउँदैछ भने त्यसलाई 58 वर्ष 6 महिना गरौँ, 6 महिना थपौँ। अनि लोकसेवाको जाँच पनि बाँकी अवधिको लिन पाइयो। त्यसपछि अर्को वर्ष 59 गरौँ, 1 वर्ष थपौँ र अर्को वर्ष 6 महिना थपेर 60 पुर्याउँ भन्ने लोकसेवाको धारणा छ। त्यसले गर्दाखेरि भोलि आउने मान्छेहरूलाई लोकसेवाबाट पनि जाँच लिन सधैँ पाइने भयो, यता पनि अवकाशको अवधि पनि थपिँदै जाने भयो। एकैचोटि 2 वर्ष अथवा 1 वर्ष गर्दाखेरि लोकसेवा आयोगले वार्षिक लगभग 6422 जना मान्छेहरूलाई नियुक्ति गर्छ अथवा जाँच लिन्छ। त्यो जाँच दिने पद्धति नै अन्त्य हुन्छ। यसले गर्दा के हुन्छ भने पुराना कर्मचारीहरूलाई म्याद थप्ने, नयाँलाई आउन नदिने, यो चाहिँ गलत हो भन्ने सम्भावना बढेको छ। र यसलाई अझ कसरी छलफल गरेर अगाडि बढाउँ भनेर हामी छलफलमा केन्द्रित छौँ। तपाईँले भने चाहिँ कुलिङ पिरियड र एकैचोटि यसलाई समय अवधि कसरी लाने भन्ने कुरामा अहिले हामी अन्तिम चरणमा निष्कर्षमा पुगिसकेका छौँ र हामी छिट्टै निष्कर्षमा पुगेर यसलाई समितिमा लान्छौँ। सभापतिज्यू, एकैछिन ब्रेकमा जानुपर्ने बेला भएको छ। ब्रेकपछि श्रोताका प्रश्न पनि लिएर आउनेछु। कृपया टेलिफोन सम्पर्कमै रहन मैले यहाँलाई आग्रह गरेँ। अब हामी छोटो ब्रेकमा जान्छौँ। ब्रेकको पालो। ब्रेकपछि कार्यक्रममा पुनः स्वागत छ। द कार्यक्रम द हेडलाइनर्समा आज राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडासँग छलफल गरिएको छु। सभापतिज्यू। हजुर, सुनिरहेको छु। हजुर, फेरि पनि स्वागत छ यहाँलाई। धन्यवाद। फेरि धेरै श्रोताले प्रश्न टिपाउनु भएको छ। संक्षिप्तमा मैले जवाफको अपेक्षा राखेँ यहाँबाट। हामी अन्तिममा पनि छौँ। तनहुँबाट कृष्ण प्रसाद अधिकारी र धनकुटाका तुलसी पुरीको एउटै आशयको प्रश्न छ। उहाँहरू सोध्नुहुन्छ यहाँलाई, फौजदारी कसुरमा पनि पेन्सन दिने गरी तयार भइरहेको प्रतिवेदन पारित गरेर के सन्देश दिन खोज्नु भएको सभापतिज्यू भनेर सोध्नुहुन्छ। तपाईँहरूले अलिकति कुरा बुझिरहनु भएको रहेछ। यो कहीँ पनि छैन। फौजदारी कसुरमा अभियोग प्रमाणित भएका मान्छेलाई हामीले पेन्सन सुविधा दिने कानुनै पारित गरेका छौँ न। हामीले बरु त्यसमा अभियोग लागेकालाई नदिने निर्णय गरेका छौँ। त्यो सँगसँगै कोही पनि मान्छे, हिजो कुनै पनि मान्छे निजामती कर्मचारी आउनुहुन्थ्यो, उहाँ पेन्सन निक्लिनु भयो, त्यो पछि काहीँ राजनीति नियुक्ति लिनुभयो अथवा अरू कुनै सुविधा लिनुभयो भने एक द्वार प्रणालीबाट एउटा मात्र सुविधा लिने, ज्येष्ठ नागरिक भत्ता लिनुभयो कि पेन्सन लिने हो कि त्यसपछि काहीँ नियुक्ति भएको छ, नियुक्ति भएको ठाउँको सुविधा लिने हो कि एउटा मात्र लिने, त्योभन्दा बाहेक लिएको पाइएमा बाँकी सरकारी असुल सरह, बाँकी सरह असुल गर्ने भनेर हामीले निर्णय गरेका छौँ। त्यो गलत इन्फर्मेसन बाहिर गयो, त्यो होइन। हजुर, त्यसै गरी इनोराबाट श्याम खतिवडा सोध्नुहुन्छ यहाँलाई, प्रदेशमा गए पनि हामी स्थानीय सरकारमा पुगे पनि कानुन छैन भन्छन्, त्यो जवाफ आउँछ। जनताका माग सम्बोधन गर्नका लागि तपाईँहरू कानुन बनाउँदैछौँ भन्नुहुन्छ। जति भने पनि अहिलेसम्म हामीले बुझ्दा सरकार अझै पनि केन्द्रीकृत शासन लागू गरिरहेको छ भनेर बुझ्छौँ हामी। तपाईँहरू गाउँघरमा जिम्मेदार पुग्यो भन्नुहुन्छ भनेर सोध्नुहुन्छ। तपाईँहरूलाई विधेयक नआउन्जेल त्यो अनुभूति भएको, विधेयक आइसकेपछि स्थानीय सरकारमा हुने अधिकार स्थानीय सरकारमै रहन्छ, प्रदेशमा रहने अधिकार प्रदेशमै रहन्छ र सङ्घले गर्ने काम सङ्घबाटै हुन्छ। त्यसैका लागि पनि यो निजामती ऐन आवश्यक छ र सङ्घीयता कार्यान्वयनको मूल मर्म स्थानीय लेभलसम्म पुग्नका लागि यो अति आवश्यक छ भनेर निर्माणमा हतार गरिएको र हामी यही अधिवेशनबाट यो कानुन तपाईँको संसदमा लान्छौँ र मलाई विश्वास छ संसदले पारित गर्छ। त्यो भएपछि तपाईँहरूले गर्न पाउने अनुभूति त्यहीँबाट स्थानीय लेभलबाटै पाउनुहुने विश्वास मैले व्यक्त गर्न चाहन्छु। काठमाडौँ पेप्सीकोलाबाट सुरज नेउपाने सोध्नुहुन्छ यहाँलाई, सिंहदरबारभित्र उच्च पदाधिकारीहरू चाहिँ अनाधिकृत पार्किङ गर्दा पनि कारबाहीमा नपर्ने तर सर्वसाधारणका लागि कारबाही हुने, सुशासन देखिएन। अझ यहाँ त सुशासन समितिकै सभापति हुनुहुन्छ, यो दृश्य यहाँले देख्नु भएको छ कि छैन भनेर सोध्नुहुन्छ।
होइन, कानुन सम्मत हुने कार्यलाई कसैलाई पनि कारबाही हुँदैन। कानुन विपरीत हुने सिंह दरबार होस् कि तपाईँको अन्य कुनै दरबारको होस्, जुनसुकै दरबारको पनि कानुन विपरीत गर्ने मान्छेलाई कारबाहीको दायरामा ल्याउन हामीले पहल गरेका छौँ। कानुन पनि त्यस्तै प्रकारको निर्माण हुन्छ। अब यो मेरो र तेरो हेरेर निर्माण हुँदैन। समग्रतामा जसले गल्ती गर्छ त्यो सजायको भागी हुन्छ र इमान्दार कर्मचारीले सजायको भागी बन्नु पर्दैन। कुपनडोलबाट नवीन शर्मा सोध्नुहुन्छ, अख्तियारका मुद्दामा समितिको अनुगमन कमजोर भइराखेको छ, किन गर्न सकिराख्नु भएको छैन अनुगमन भनेर सोध्नुहुन्छ। हामीले अख्तियारको मुद्दामा अनुगमन कमजोर होइन, हामी 2-3 कुरामा केन्द्रित भएको थियौँ। एउटा बेनामे लिने नलिने, एउटा प्राइभेटमा आउन दिने नदिने, त्यसपछिबाट अख्तियारमा कति समयसम्म मुद्दा होल्ड गर्न पाउने भन्ने कुरामा केन्द्रित थियौँ। बेनामेको हकमा कतिपय मान्छेहरूले डरले आफ्नो नाउँ राख्दैन र बेनामेलाई लिने, त्यसलाई संस्थागत गर्ने, जताभावी बेनामेमा आएका उजुरीलाई जसलाई मन लाग्यो त्यसलाई रिसिभीका भरमा मुद्दा चलाउँदै जाने पद्धति अन्त्य हुनुपर्छ र यसलाई सिस्टमेटिक रूपमा लानुपर्छ भन्ने कुरामा सहमति नजिक पुगेको छ समिति। अख्तियार पनि त्यसमा अलिकता चनाखो भएको जस्तो अनुभूति भएको छ। आफूलाई रिस उठेका मान्छेहरूलाई आफैले बेनामे उजुरी हालिदिने अनि अख्तियारमा बोलाउने, छलफल गर्ने, फलाना उजुरी पर्यो भन्ने यो पद्धति अन्त्य गरिनुपर्छ र बिस्तारै अन्त्यको बाटोमा जाने विश्वास हामीले लिएका छौँ। त्यो सँगसँगै तपाईँले भने अख्तियारमा कुनै मुद्दा पर्यो भने त्यो मुद्दा सदाका लागि अख्तियारमा होल्ड गरेर राख्ने होइन। 20 वर्ष, 30 वर्ष, 50 वर्ष, 5 वर्ष, त्यसलाई सर्टेन अवधि दिने हो। त्यसलाई 3 वर्ष दिने कि 2 वर्ष गर्ने अथवा 5 वर्ष गर्ने, यो मितिभित्र मुद्दा चल्ने नचल्ने तपाईँ निर्णय गर्नुहोस्। मुद्दा नचल्ने भए पनि त्यही भित्र गर्नुपर्छ, चलाउने भए पनि सधैँ अख्तियारमा धाउने पद्धति अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ। अब त्यस सँगसँगै अर्को प्राइभेटमा जाने नजाने थियो, हाम्रो एउटा सहमति भएको छ। अब अख्तियार प्राइभेटमा गएर जुन सरकारले दिएका अनुदान सहयोगबाट भएका कार्य मात्र हेर्ने, प्राइभेटमा नजाने भन्ने हामी सहमति नजिक पुगेका छौँ। हस्, समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद, बिहान सम्झिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद र सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्दछु। जय होस्। हस्, उहाँ हुनुहुन्थ्यो राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा। आजको कार्यक्रम यही सकिन्छ। प्रश्न टिपाउने तपाईँ सबैलाई धन्यवाद अनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। प्राविधिक मित्र नवराज भण्डारीसँगै न्युज डेस्कका सम्पूर्ण सहकर्मीलाई धन्यवाद दिँदै म श्रीकृष्ण नेउपाने बिदा हुन्छु। भोलि फेरि नयाँ विषयवस्तुका साथमा सम्बन्धित अतिथि लिएर हामी आउने नै छौँ। तबसम्मको लागि नमस्कार।